हामी बाँचेका त छौं तर जिन्दगी बाँचिरहेको जस्तो लाग्दैन। हामी दौडिरहेका त छौं तर कहाँ जाँदैछौं थाहा छैन। मन थकित छ तर हामी म ठिक छु भन्ने अभिनय गर्दैछौं। आजको यो दुनियाँमा सबैको हातमा मोबाइल छ तर हृदयमा खालीपन छ। हामीसँग हजारौं विकल्प छन् तर साँचो खुसी कहाँ छ त्यो कसैलाई पनि थाहा छैन। हामी हारेर पनि बाहिर मुस्कुराउँछौं किनभने समाजले कमजोर देखिनु हुँदैन यो मनले भन्छ। तर प्रश्न छ के यस्तो जिन्दगी नै सफल जिन्दगी हो त? त्यही प्रश्नले हामीलाई भित्रभित्रै जलाइरहेको हुन्छ र त्यहीबाट सुरु हुन्छ हामी भित्रको तनाव, चिन्ता र बेचैनीको यात्रा। हामी सधैँ सोच्छौं जीवन किन यस्तो कष्टकर छ, तर गौतम बुद्ध भन्नुहुन्छ यदि तिमी जीवन बदल्न चाहन्छौ भने सुरुमा आफैसँग इमानदार बन्न सिक। आज हामी जुन पीडाबाट गुज्रिरहेका छौं त्यो परिस्थितिले होइन, गहिरो सोचसँगको हाम्रो सम्बन्धले हो। आजको श्रृङ्खलामा हामी गौतम बुद्धको त्यो गहिरो शिक्षासँग जोडिँदैछौँ जसले हामीलाई जीवनको असली अर्थ र शान्तिको बाटो देखाउँछ। धेरै समय पहिलेको कुरा हो। गौतम बुद्ध शान्त मुद्रामा आफ्ना शिष्यहरूसँग बसिरहनु भएको थियो। शिष्यहरू पनि मौन हुँदै बुद्धको अमूल्य शिक्षा सुन्न आतुर थिए। उनीहरूको आँखामा जिज्ञासा थियो तर त्यो जिज्ञासाभित्र कतै नदेखिने धेरै प्रश्नहरू लुकेका थिए। र त्यही मौनता बीच बुद्धले आँखा खोल्नुभयो र आफ्ना मधुर शान्त स्वरमा बिस्तारै भन्नुभयो, के तिमीहरूलाई थाहा छ जीवन किन यति कष्टकर लाग्छ? किन बारम्बार असफलताको सामना गर्नुपर्छ र किन हामी सधैँ गहिरो पीडामा बाँधिएका हुन्छौं? बुद्धका ती प्रश्नहरू सुनेर शिष्यहरू निकै स्तब्ध भए। शिष्यहरूको मनभित्र लुकेर बसेका ती अस्पष्ट प्रश्नहरू आज बुद्धका शब्दहरूमा स्पष्ट रूपमा गुन्जिए। कसैले केही बोलेनन् तर सबैको नजरमा एउटै कुरा थियो, साँच्चै हाम्रो दुःखको मूल कारण के हो र यसबाट कसरी मुक्त पाउन सक्छौं? बुद्धले शिष्यहरू चुपचाप बसेको महसुस गर्नुभयो र फेरि आफ्नो शान्त स्वरमा भन्नुभयो, तिमीहरू मौन छौ तर यो मौनता केवल बाहिर हो, भित्र त हरेक प्रश्न चिच्याइरहेको छ। आज त्यस मौनतालाई सुन किनभने उत्तर त्यही मौनता भित्र लुकेको छ। जसरी पानीमा ढुङ्गा हालेपछि तरङ्ग आउँछ त्यसरी नै जीवनमा अनावश्यक आसक्तिले पीडा ल्याउँछ अनि हामी त्यो पीडालाई बाहिरी कारण ठान्छौं, जबकि सत्य के हो भने त्यो पीडा हाम्रै भित्र निर्माण भएको हो। बुद्धको अमूल्य शिक्षा सुनेपछि एकजना शिष्यले शान्त स्वरमा केही डर केही आशा बोकेर सोधे, गुरु यदि सबै पीडाको जरो हाम्रो भित्रै छ भने के हामी जस्तो साधारण मानिसले पनि शान्ति भेट्न सक्छौं? शिष्यको कुरा सुनेपछि बुद्धले आफ्नो दृष्टि केही क्षण मौन आकाशतिर लगाउनु भयो। त्यो मौनताभित्र शब्द भन्दा बढी अर्थ बोकेको थियो। उहाँले गहिरो सास लिनुभयो र भन्नुभयो, सुन, शान्ति कुनै विशेष मानिसको सम्पत्ति होइन। शान्ति त त्यो मौन क्षणमा भेटिन्छ जहाँ तिमी आफूलाई दोष नदिई स्वीकार गर्न थाल्छौ, जहाँ तिमी भाग्ने होइन फर्केर हेर्ने साहस देखाउँछौ, जुन दिन तिमी आफ्नै विचारहरूसँग लड्न छाड्छौ र तिनलाई एक साथी झैं बुझ्न थाल्छौ, त्यही दिनबाट मुक्ति सुरु हुन्छ। बुद्धले शान्त स्वरमा फेरि अगाडि थप्नुभयो, यदि तिमी साँच्चै मुक्ति चाहन्छौ भने तिमीहरूले एउटा कुरा बुझ्नुपर्छ, मुक्ति त केवल पीडाबाट टाढा हुने कुरा होइन। साँचो मुक्ति त त्यो हो जहाँ तिमी आफूभित्र लुकेको पीडालाई पनि नअत्तालिकन हेर्न सक्छौ र
त्यसलाई माया गरेर स्वीकार गर्न सक्ने साहस राख्छौ। यदि तिमीहरू यो अन्तहीन अशान्तिबाट बाहिर निस्कन चाहन्छौ भने यी 5 कुराहरूमा ध्यान देऊ, किनभने यही बाटोले तिमीहरूलाई फर्काउँछ तिमीहरू भित्रको शान्तितिर र उज्यालो भविष्यको बाटोतिर। 1. सासमा ध्यान देऊ, अहिलेको क्षणमा बाँच, किनभने जीवन यही हो। 2. इच्छालाई घटाऊ, कम चाहनाले धेरै शान्ति ल्याउँछ। 3. आफूलाई स्वीकार गर, दोष होइन, आफूप्रति दया गर। 4. मौन अभ्यास गर, किनभने साँचो उत्तर शब्दमा होइन मौनतामा भेटिन्छ। 5. सबै प्राणीप्रति करुणा राख, किनभने मुक्ति त तब आउँछ जब हामी अरूलाई स्वीकार गर्न सिक्छौं। बुद्धले शिष्यहरूलाई सम्झाउँदै अन्त्यमा भन्नुभयो, हेर, जीवन बुझ्न गाह्रो होइन, गाह्रो त तब हुन्छ जब हामी जीवनसँग लड्न थाल्छौं। हामी परिवर्तन चाहन्छौं तर स्वीकार्न सक्दैनौं। हामी शान्ति खोज्छौं तर आफ्नै मनको आवाज सुन्न डराउँछौं। त्यसैले फर्क, आफै भित्र फर्क, किनभने शान्ति न त भविष्यमा छ न त अरूको स्वीकृतिमा। शान्ति त तिमी भित्रै छ, त्यो मौन ठाउँमा जहाँ तिमीहरू अहिलेसम्म जान डराइरहेका थियौ। साथीहरू, हामी सबैको मनभित्र केही पीडा लुकेको हुन्छ, केही प्रश्नहरू छन् जसको उत्तर अझै भेटिएका छैनन्। तर बुद्धले भने जस्तै उत्तर पाउन कतै बाहिर जानु पर्दैन, त्यो त तपाईँ हामी सबैको मौनताको गहिराई भित्र लुकेको छ। बस त्यसलाई स्वीकार गर्नुहोस्, त्यही स्वीकृतिको बाटोबाट शान्ति जन्मिन्छ। यदि तपाईहरूलाई आजको सन्देशले मन छोयो भने कमेन्ट गर्नुहोस्, तपाईको अनुभूति बाँड्नुहोस् र यस्ता आत्मा छुने जीवन शिक्षा सुन्न र हेर्न लाइक गर्न नबिर्सिनुहोस्। सफलताको सूत्रसँग हर दिन नयाँ आशा पाउनुहोस् र हाम्रो यात्रामा सहभागी हुन सब्स्क्राइब गर्न भने बिल्कुलै नबिर्सिनुहोस्।